सबैजनालाई प्रेमी जय मसीह। फेरि आज चाहिँ हामी सेवा जाँदैछ। अन्त लामतिङ हो आज चाहिँ सेवा। अनि आज पनि म अलिअलि चाहिँ भिडियो बनाउनु पऱ्यो भनेर चाहिँ कम्ती भिडियो बनाएँ। अन्त आज चाहिँ हामी त्यति बेसी भएको थिएन नि त, 6 जना मात्रै निस्क्यो। हाम्रो घरबाट 2 जना अनि अरूबाट पनि बहिनीहरू छ दाजुसँग। अनि हामी चाहिँ यति मात्रै, अरू चाहिँ भ्याउनु भएन। आज चाहिँ हामी फेरि लामतिङ सेवै जाँदैछ। लामतिङ सेवा गएको त मैले निकै भिडियो बनाएको छु, लामो लामो। अनि यो चाहिँ मैले अलिक कम्ती भिडियो बनाएको। अब मिनी ब्लग भन्नु त मिलेन, त्योभन्दा चाहिँ अलिक लामै छ। अनि चाहिँ दाजु चाहिँ रिसाउँदै रहेछ, यहाँनिर आफैलाई राख्छु नगर है भिडियो भन्दै रहेछ कि। अनि त्यहाँदेखि चाहिँ हामी सबै भेला भएर चाहिँ यहाँबाट जाँदैछ। बाबा चाहिँ अघि माथि पुग्नुभएको छ। अनि माइजू चाहिँ यताबाट आउनुभएछ। अनि लुगामा कुरो लाग्यो भन्दै आज चाहिँ हामी सबैजना हिँडेर जाने भनेको। अनि सबैजना हिँड्यौँ, यस्तो घाम लागिरहेको थियो। तर पनि अब चाहिँ हामी चाहिँ हिँडेरै जाँदैछ। अन्त अहिले माथि त्यो माने डाँडा भन्ने जग्गामा पुगेर चाहिँ सबै भेला भएर चाहिँ हेरेर जान्छ। माइजू चाहिँ पैसा भन्दैछ, कसले किन्ने भन्दै थियो रेला गरेर। अन्त चाहिँ हामी यहाँ भेला भएर चाहिँ सबैजना चाहिँ गयो। भिर बाटो जानुपर्छ नि त। अनि त्यहाँबाट गयो। हामी चाहिँ आज चाहिँ गाडी लगेन कसले पनि, सबैजना हिँडेरै जाने भयो कि। हामी जति गर्ने छ कि उनीहरूको चाहिँ गाडी छैन नि। हामी चाहिँ गरिब इन्सान हो, हामी हिँडेरै सेवा जान्छ। हामी चाहिँ यहाँबाट चाहिँ मजा आउँछ, तर हिँडेर पनि प्रभुको सेवाको निम्ति त अलिक दुःख पनि गर्नु पर्यो। अनि चाहिँ हामी पर पुगेर बिसाइ एकछिन। अन्त चाहिँ हामी सबैजना रोडमा पुगेर चाहिँ बिसाइरहेको छौँ। हामी चाहिँ अहिले कस्तो गरम थियो, घाम टन लागिरहेको थियो। झन् म चाहिँ कालो कुर्ता लगाएर गएको क्या, म झन् मरिन गरम भएर पोलेर। तल पुगेर चाहिँ अर्कै बहिनीको लुगा लगाएर सेवा बसिन्जेल भयो नि, कस्तो पोलेको। कालो कुर्ता लगाएर चाहिँ नहिँड्नु यस्तो घाममा चाहिँ, यति कुरा चाहिँ जानिराख्नु कि भन्ने मरिन त गरम भएर। अनि बहिनीहरू पनि यहाँ बिसाइरहेको छ। बिसाएको बेला एकछिन भिडियोहरू गऱ्यो। अनि तल पुगेर पानीहरू खाएर चिया खाएर अनि चाहिँ बच्चाहरू भयो। आज चाहिँ मैले यस्तो भिडियोमा देखाएन, किनभने मैले अर्को भिडियोमा धेरै लामो भिडियोहरू गरेको छु नि त। अन्त कति सेवा लामतिङ सेवाकै मात्रै गर्नु भनेर चाहिँ योसँग त 4टा हुन्छ होला मेरो लामतिङ सेवाको भिडियो। अन्त मैले चाहिँ कम्ती मात्रै देखाएँ नि त। अन्त बच्चन चाहिँ पापाले सुनाउनु भएको थियो। अनि हामी चाहिँ सेवा सकेर खानाहरू खाएर फर्किँदैछ। अहिले चाहिँ उकालो, अघि जाँदा चाहिँ ओह्रालो थियो, अहिले चाहिँ उकालो। हामी चाहिँ 10 बजे हिँडेको। आमामा कम्ता टाइम लागेको होइन, हिँड्दा टाढो छ, तर हामी त ढिलो हिँड्छ कि। अनि पुरा टाइम लाग्यो। खानाहरू खाइसकेर अब हिँडेको उकालो। त्यहाँदेखि चाहिँ त्यही आइपुगेर उकालो हिँड्दै एकछिन भिडियो गरेँ। त्यहाँदेखि चाहिँ त्यही आइपुगेर चाहिँ यहाँ चाहिँ बिचरा सानो मतलब बिमारी भएको उयो बसिरहेको रहेछ डगी। अन्त यसको चाहिँ पुरा घाउ भइरहेको छ, लुतो लागिरहेको रहेछ बिचरा, कस्तो माया लागेको नि। अन्त चाहिँ मलाई चाहिँ डगीहरू एकदम मनपर्छ, माया लाग्छ। मेरो कस्तो राम्रो थियो, हराएको कस्तो मन दुखेको नि। अन्त हामी चाहिँ यहाँबाट हिँड्यौँ। हम्काउने पनि मैले चाहिँ लाबरको यसको पातको बनाइरहेको छु। अन्त यहाँबाट चाहिँ रोड पुगेर तेर्सो हिँडेर चाहिँ घर आउनुपर्छ। हामी यहाँ आइपुग्दा चाहिँ कति बजी, 4 त मागेको थियो होला। हामी चाहिँ ढिलो हिँड्नै सकेन नि त। अन्त चाहिँ भरे यहाँ आइपुग्दा त बिसाउँदा अघिकै जग्गामा फेरि यो माने डाँडामा आइपुग्दा त राति भएको थियो। यहाँ घुम्ने ठाउँहरू दामी छ, तपाईँहरू पनि आउनु सक्नुहुन्छ मामरुङ भन्ने जग्गामा। त्यहाँदेखि यहाँ आएर चाहिँ अब हामी चाहिँ यहाँबाट छुट्टेर अलग जाने, कसै आफ्नो घर जानुहुन्छ। हामी चाहिँ यहाँबाट छुट्टेर उनीहरू जाने भएर निकै रात परिसकेको थियो, पानी पनि पऱ्यो। त्यहाँदेखि हामी चाहिँ सबसे ढिलो घर आइपुगेको थियो नि, कति 8